ग्यालेक्सी जसलाई भन्छौँ अङ्ग्रेजीमा, मिल्की वे हाम्रो तारापुञ्ज कति छ र सबभन्दा बढी चाहिँ विश्वासिलो थ्योरी नै के छ भन्दाखेरि बिग ब्याङ अन्तरिक्षमा भएको विस्फोट होइन, बरु स्वयं अन्तरिक्ष फैलिने थालेको प्रक्रिया हो। यो कुरामा धेरैजना कन्फ्युज हुन्छ। कन्फ्युज कहाँ हुन्छन्? हामी मान्छे भइसकेपछि सबैजनाको हाम्रो दिमागमा एक न एकचोटि यो सृष्टिको निर्माण कसरी भयो होला, यो ब्रह्माण्डको उत्पत्ति कहाँबाट भयो भन्ने क्वेसन दिमागमा आएकै छ होला। हुन त हामी डे टु डे लाइफमा लास्टै बिजी छौँ, यस्ता क्वेसनहरूमाथि ध्यान दिँदैनौँ। तर तैपनि एज अ ह्युमन बिइङ भइसकेपछि कहिले न कहिले त तपाईँहरूको दिमागमा होला यो क्वेसन कि यो सबै कुरा जो हामी यो पृथ्वी देखिरहेछौँ, यो ग्रह, यो उपग्रह, यो धूम्रकेतु, सूर्य, चन्द्रमा, अन्तरिक्ष, यो सबै शब्दहरू हाम्रो अगाडिमा आउँछ, यो सबैको निर्माण कहाँबाट भयो होला? त्यो क्वेसन तपाईँको मनमा कहिले न कहिले खेलेकै होला। र यदि तपाईँ लोकसेवाको विद्यार्थी हुनुहुन्छ भने तपाईँले यो कुरा जान्न एकदम इम्पोर्टेन्ट छ, एकदम महत्त्वपूर्ण हुन जान्छ, किनकि हाम्रो सिलेबसमा चाहिँ ब्रह्माण्डको उत्पत्ति सम्बन्धी जानकारी एउटा च्याप्टर नै छ। अब ब्रह्माण्डको उत्पत्तिको बारेमा जान्नुभन्दा अगाडि, कसरी भयो भन्दाखेरि त्यो विषयमा प्रवेश गर्नुभन्दा अगाडि म हजुरहरूलाई ब्रह्माण्डको फैलावटको बारेमा हल्का भन्न खोजिरहेको छु है। पहिला ब्रह्माण्ड के हो भनेर बुझौँ, या यो कति ठुलो छ त्यो कुरालाई ध्यान दिउँ है। ब्रह्माण्डको उत्पत्तिमा म पछि आउँछु नै, तर त्योभन्दा अगाडि पहिला ब्रह्माण्ड कति ठुलो छ र यो भित्र के कुरा पर्छ, त्यसपछि हामी ब्रह्माण्डलाई बुझ्न सजिलो हुन्छ। अब युनिभर्सको कुरा गर्दाखेरि युनिभर्स भन्दा ठुलो युनिट यहाँ केही पनि छैन। लार्जेस्ट युनिट यदि यो युनिभर्स हो भने यो भन्दा बाहिर अरू केही छैन भनेर हामीले बुझ्नु पर्यो। यो भित्र नै अन्तरिक्ष, तारापुञ्ज, ग्रह, उपग्रह, सोलर सिस्टम, सौर्यमण्डल सबै कुरा के भित्र आउँछ भन्दाखेरि त्यही ब्रह्माण्ड भित्र आउँछ। अब यो कति ठुलो छ, यसको फैलावट कति छ भनेर भन्यो भने एउटा कुरा के बुझ्नु पर्यो कि हाम्रो ब्रह्माण्ड भित्र 1 अर्ब पनि होइन, 1 खर्ब तारापुञ्जहरू छन्। अनि 1 खर्ब तारापुञ्जमा हाम्रो एउटा तारापुञ्ज कुन छ भन्दाखेरि ग्यालेक्सी जसलाई भन्छौँ अङ्ग्रेजीमा, मिल्की वे हाम्रो तारापुञ्ज कति छ? हाम्रो तारापुञ्जको नाम के हो भन्दाखेरि मिल्की वे। एउटा तारापुञ्जमा, हाम्रो तारापुञ्जमा कति तारा होला? अरबौं, खर्बौं, जति पनि हुन सक्छ, हामी गन्न सक्दैनौँ त्यति हुन सक्छ। भनेको त्यस्ता ग्यालेक्सीहरू कति छन्? यहाँ 1 खर्ब छ। अनि एउटा तारापुञ्जमा, हाम्रो एउटा सोलर सिस्टम छ, एउटा तारापुञ्जमा कतिवटा सोलर सिस्टम हुन सक्छ हामी गन्न सक्दैनौँ, अरबौं खर्बौं। मतलब तपाईँ एक हिसाबले अनुमान लगाउन सकिराख्नु भयो होला कि हाम्रो ब्रह्माण्डको फैलावट कस्तो छ, कति ठुलो छ। मान्छे आफ्नो जिन्दगीभर यदि कुनै जेट प्लेनमा यात्रा गरेको गरे पनि यो ब्रह्माण्डको एक छोरबाट अर्को छोरबाट जान, मतलब छोरमा पुग्न सक्दैन। यसको फैलावट त्यति ठुलो छ भनेर हामीले बुझ्नुपर्छ। दिस इज ह्युज। एक लाइफ स्पान होइन कि यस्तो लाखौँ हाम्रो जीवनकाल अन्त्य हुन जान्छ, तैपनि हामी ब्रह्माण्डको एक कुनाबाट या एक छोरबाट अर्को छोरमा पुग्न सक्दैनौँ भनेर बुझ्नु पर्यो। यो भित्र के पर्छ? हामीले जानेको र नजानेको, वैज्ञानिकले पत्ता लगाएको र पत्ता नलगाएको जति सबै वस्तुहरू, सबै पदार्थ, स्पेस, सब कुरा केमा पर्छ भन्दाखेरि ब्रह्माण्डभित्र। तपाईँ तारापुञ्जको नाम सुन्नुभयो होला, तारापुञ्ज पनि ब्रह्माण्डभित्र छ। तपाईँ ताराको नाम सुन्नुभयो होला, तारा पनि ब्रह्माण्डभित्र छ। तपाईँ सोलर सिस्टमको नाम सुन्नुभयो होला, सोलर सिस्टम पनि ब्रह्माण्डभित्र छ। ग्रह, उपग्रह, धूम्रकेतु, यताउति सबै जति अज्ञात र ज्ञात सबै कुरा के भित्र पर्छ भन्दाखेरि युनिभर्सभित्र पर्छ है। युनिभर्स भन्दा बाहिर केही हुनै सक्दैन भनेर बुझ्नुस्। तपाईँ वैज्ञानिकले आजसम्म पत्ता लगाएको र पत्ता लाग्न नसकेको सबै कुरा के भित्र पर्छ भन्दाखेरि ब्रह्माण्डै भित्र पर्छ। हामीले भन्न खोजिरहेछौँ, म के भन्न खोजिरहेको छु भन्दाखेरि कि ब्रह्माण्डभित्र स्पेस र म्याटर, कि त पदार्थ छ यहाँ, कि त खाली ठाउँ छ। यो सबै जति स्पेस र म्याटर छन् त्यो सबै के भित्र छ भन्दाखेरि ब्रह्माण्डै भित्र छ, हाम्रो युनिभर्सै भित्र छ भनेर हामीले बुझ्नुपर्छ।
मतलब ब्रह्माण्डको फैलावट मैले भनिसकेँ। कति ठुलो छ हामीलाई थाहा छैन, हामी नाप्न सक्दैनौँ। हाम्रो यस्तो जीवनकाल, यो 70-80 वर्षवाला जीवनकाल, लाखौँ लाख जीवनकाल सकिन्छ, तर हामी एक छोरबाट, एक कुनाबाट ब्रह्माण्डको अर्को कुनासम्म जान सक्दैनौँ। यसलाई नाप्नै सक्दैनौँ भनेर त्यत्रो छ ब्रह्माण्ड। अब ब्रह्माण्डभित्र के पर्छ भन्दाखेरि तपाईँले जति कुरा सुन्नुहुन्छ, आजसम्म सुन्नुभयो होला, त्यो सबै कुरा के भित्र पर्छ भन्दाखेरि युनिभर्सै भित्र पर्छ भनेर हामीले बुझिराख्नुपर्छ। अब ब्रह्माण्डको उत्पत्ति कसरी भयो, त्यसो भए त्यो कुरा हाम्रो अगाडिमा क्वेसन आउँछ, ब्रह्माण्डको उत्पत्ति। अब हेर्नुहोस्, सबै पहिला चाहिँ संसार कसरी फङ्सन गर्थ्यो भन्दाखेरि साइन्स आउनुभन्दा अगाडि धर्मको अनुसार। हल्का हामी धर्मको कुरा पनि गर्छौँ। यदि तपाईँ हिन्दू धर्मबाट हुनुहुन्छ भने हिन्दू धर्मले के भन्छ भन्दाखेरि यो सृष्टिको उत्पत्ति, यो ब्रह्माण्डको उत्पत्ति कसरी भयो भन्दाखेरि हरेक युगमा भगवान विष्णुले जन्म लिन्छन्। त्यस्तै विष्णुले जन्म लिनुभयो, विष्णुको नाभिबाट एउटा कमलको फुल निस्क्यो, त्यस कमलको फुलमा को थियो भन्दाखेरि ब्रह्माजी। यदि हिन्दू धर्मावलम्बी हुनुहुन्छ भने तपाईँहरूलाई थाहा होला। अनि ब्रह्माजीले सबै यो सृष्टिको निर्माण गर्नुभयो। त्यसको रक्षा गर्ने काम विष्णुको हुन्छ र लास्टमा डिस्ट्रोय गर्ने काम शिवजीको हुन्छ भनेर सुन्छौँ। अब तपाईँ यदि इसाईबाट क्रिस्चियन हुनुहुन्छ भने क्रिस्चियनमा बाइबलमा के लेखेछ भन्दाखेरि यो पुरै सृष्टिको निर्माण 7 दिनमा भयो भनेर भनेछ। प्रथम दिन सूर्य, सेकेन्ड दिन के भनेछन् है। त्यस्तो स्टोरी होला। तर अहिलेको संसार चाहिँ त्यो धर्म अनुसार कुरा मान्दैन या धर्ममा त्यति विश्वास गर्दैन। धर्मले भनेको आस्था एक ठाउँमा छ र प्र्याक्टिकल कुरा एक ठाउँमा छ। अहिलेको मान्छे साइन्टिफिक कुरामा, साइन्टिफिक एप्रोचमा विश्वास गर्छ र साइन्सले पनि पर्फेक्टली त भन्न सक्दैन कि ब्रह्माण्डको उत्पत्ति कसरी भएको छ। त्यो त एक्सपेरिमेन्ट गरेर देखाउने कुरा होइन। तर के भन्न सकिन्छ भन्दाखेरि हाइपोथेसिस दिएछ। साइन्टिस्टहरूले आफ्नो आफ्नो धारणाहरू राखेछन् र त्यो धारणाहरूको विषयमा ब्रह्माण्ड सम्बन्धी उत्पत्तिको विषयमा हामी 2-3 वटा धारणाको बारेमा कुरा गर्छौँ है। जसमा सबभन्दा एकदम फेमस धारणा कुन हो भन्दाखेरि, हाइपोथेसिस कुन हो भन्दाखेरि हामी अहिले त्यसैको विषयमा पढ्न गइरहेछौँ। यहाँ सुन्नुहोस्, यहाँ बिग ब्याङ थ्योरी। साइन्सले के भन्छ भन्दाखेरि या साइन्टिस्टले के भन्छ भन्दाखेरि र सबभन्दा बढी चाहिँ विश्वासिलो थ्योरी नै के छ भन्दाखेरि बिग ब्याङ थ्योरी। अब बिग ब्याङ थ्योरी भनेको के हो, यो थ्योरीले भन्न के खोजे हो, त्यो सबै कुरा हामी यहाँ अध्ययन गर्छौँ। यसको बारेमा हामी समग्र रूपमा पढ्छौँ। तर पहिला बिग ब्याङ हुनुभन्दा अगाडिको कुरा हेरौँ है। बिग ब्याङ हुनुभन्दा अगाडि अब यो कुनै अन्तरिक्षको विषय होइन कि अन्तरिक्ष कसरी निर्माण, अन्तरिक्ष थियो भन्ने कुरा छैन। यो अन्तरिक्ष बन्नुको पनि प्रोसेसको बारेमा हामी कुरा गरिरहेछौँ। यो जुन तपाईँ पोइन्ट देखिराख्नु भएको छ, बिग ब्याङ वर्ड अहिले जानिराख्नु। बिग ब्याङ के हो भनेर अहिले म तपाईँहरूको अगाडिमा डिस्क्राइब गर्ने नै छु। यहाँ यो अस्तित्व आउनुभन्दा पहिला पनि, अस्तित्व पनि नभनौँ, अस्तित्व आउनु, एक्जिस्टेन्स आउनुभन्दा पहिला पनि यहाँ केही थिएन। न लाइट थियो, न टाइम थियो, न म्याटर थियो, न स्पेस थियो, पदार्थ पनि थिएन, यहाँसम्म कि समय पनि थिएन। एउटा कुरा मात्रै थियो त्यहाँ, यो सानो जुन देखिराख्नु भएको छ तपाईँहरू, यो बिन्दु जस्तो टाइनी बिन्दु थियो के यहाँ। यो मैले भने होइन है, यो बिग ब्याङ थ्योरी भन्ने मान्छेले भनिरहेको छ र कसले भने त्यो पनि म भन्छु। एउटा बिन्दु थियो, बिन्दुको नाम के थियो भन्दाखेरि सिङ्गुलारिटी। यही बिन्दुको नाम के थियो, सिङ्गुलारिटी है। अब यत्रो तपाईँले सृष्टि देखिराख्नु भएको छ, ब्रह्माण्ड छ, हाम्रो सूर्य छ, पृथ्वी छ, फलानो छ, धुम्रकेतु, तारा, ग्यालेक्सी नै ग्यालेक्सी, यो सबै कुनै न कुनै ठाउँबाट त आयो होला, निस्क्यो होला, निर्माण त भयो होला। त्यो निर्माणको म प्रोसेस भन्दैछु। सुरुमा चाहिँ यहाँ केही थिएन, एउटा मात्रै बिन्दु थियो जसको नाम के थियो, सिङ्गुलारिटी स्टेट भन्छ यसलाई, या यसलाई एकल बिन्दु पनि भन्न मिल्छ। एकल बिन्दु। त्यति बेला फोर्स पनि थिएन है, एकल बिन्दु थियो। त्यति बेला फिजिक्सको नियम पनि लागू भएको थिएन, यो दुनियै थिएन, यो सृष्टि नै थिएन भन्दैछु म। युनिभर्सको फर्मेसनको कुरा हामी गरिरहेछौँ। अब यो सिङ्गुलारिटीको केही विशेषताहरू थियो। यसको विशेषता के थियो भन्दाखेरि यसमा हाई टेम्परेचर थियो है, हाई टेम्परेचर, नाप्नै नसक्ने, इन्फाइनाइट। प्रेसर पनि एकदम धेरै, यसको प्रेसर पनि धेरै। अनि योसँग एउटा सुपर ग्राभिटी टाइपको, सुपर ग्राभिटी
ग्राभिटी फोर्स थियो। अब हेर्नुस्, सुपर ग्राभिटी फोर्स भएको कारणले अचानक यसमा के हुन गयो भन्दाखेरि 13.8 अर्ब वर्ष पहिला एउटा विस्फोट भयो, ठुलो विस्फोट सानो बिन्दुमा, र ठुलो विस्फोट भए बापत त्यो विस्फोटको कारणले यो पुरै ब्रह्माण्ड बनेछ भनेर कसले भनिरहेछ? मैले होइन कि बिग ब्याङ थ्योरीले भनिरहेछ। यही बिन्दुमा भएको विस्फोट जसको टेम्परेचर हाई थियो, प्रेसर पनि हाई थियो, सुपर ग्राभिटी एउटा बल थियो त्यो पनि हाई थियो, अचानक एउटा विस्फोट भयो। किन भयो त्यसमा विस्फोट त्यो कसैलाई थाहा छैन, न साइन्टिस्टलाई थाहा छ न कसैलाई। डिफ्रेन्ट हाइपोथेसिस त्यसको बारेमा पनि दिन्छन्, तर एक्ज्याक्ट कसैले भन्न सक्दैन कि त्यहाँ विस्फोट किन भयो होला भनेर है। त्यो तपाईँहरूले पनि बुझिराख्नुपर्छ। भनेको विस्फोट भयो र हाम्रो यो ब्रह्माण्ड चाहिँ निर्माण हुन गयो। तर एकाएक दिनमा त भए होइन यो ब्रह्माण्ड। यत्रो सृष्टिको उत्पत्ति भएको छ। बिग ब्याङ भइसकेपछि अर्बौं अर्ब वर्षपछि गएर हाम्रो स्टार ग्यालेक्सीहरू बनेको हो है। त्यो कुरा पनि याद होस्। ल, बिग ब्याङको महलका तपाईँहरूलाई एउटा फिगर देखाउन चाहन्छु। बिग ब्याङ कसरी भएको थियो भन्दाखेरि हेर्नुहोस्, बिग ब्याङ भनेको म अघि जुन बिन्दुको कुरा गरिरहेको छु सिङ्गुलारिटी, त्यो यो बिन्दु हो खास, अनि यसैमा बिग ब्याङ भयो। बिग ब्याङ भएपछि 380,000 वर्षसम्म, 3,80,000 वर्षसम्म त यहाँ अन्धकार मात्रै थियो। अचानक धेरै लाइट भयो। सर्वप्रथम सुरुमा इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन बन्यो है। अब तपाईँलाई थाहा छ स्मलेस्ट युनिट अफ सेल भनेर हामी केलाई भन्छौँ? कुनै पनि एटमको सबभन्दा सानो टुक्रा केले बनाएको हुन्छ? एटम। सर्वप्रथम इलेक्ट्रोन, प्रोटोन, न्युट्रोनले बनाएको हुन्छ नि। त्यही यो बिग ब्याङ हुँदाखेरि सर्वप्रथम बनेको के हो भन्दाखेरि इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन बनेको हो। त्यसपछि यी एटमहरू एक आपसमा, यी एटम भित्रको यो सानो सानो कणहरू मिलेर एक आपसमा एउटा एटम बनायो। र पहिलो एटम जुन फर्मेसन भयो त्यसको नाम के थियो? हाइड्रोजन एटम। सबभन्दा हल्को एटम, र सबभन्दा पिरियोडिक टेबलमा नम्बर 1 मै भएको एटम हाइड्रोजन एटम। सबभन्दा हल्को छ नि, सबभन्दा सिम्पलेस्ट एटम सुरुमा बन्यो। अनि यो हाइड्रोजन र हाइड्रोजन मिलेर बिस्तारै हिलियम बन्यो। अनि तपाईँहरू बिस्तारै पढेपछि सूर्यको बारेमा जति बेला हामी पढ्छौँ, सूर्य र ताराहरू सबै केले मिलेर बनेको छ भन्दाखेरि हाइड्रोजन र हिलियमैबाट मिलेर बनेछन्। अरू पनि सब्स्टान्स छन् तर त्यो थोरै मात्रामा छ है। यसरी हाइड्रोजन र हिलियम बनिसकेपछि बिस्तारै के को फर्मेसन लियो भन्दाखेरि नेबुलाबाट स्टार बन्यो र स्टारबाट हाम्रो ग्यालेक्सीको निर्माण भयो। र त्यही स्टारहरू मर्ने क्रममा, त्यहाँ विस्फोट हुने क्रममा हाम्रो सोलर सिस्टमको फर्मेसन भयो हो। यसरी एउटा बिग ब्याङबाट चाहिँ हाम्रो पुरै के को सृष्टिको निर्माण भएको हो भनेर बुझ्नुपर्छ। सुरुमा के बन्यो? बिग ब्याङ भयो। बिग ब्याङ भएपछि त्यहाँ हाइड्रोजन एटम बन्यो। हाइड्रोजन एटम बनिसकेपछि हाइड्रोजन मिलेर हिलियम बन्यो। र तपाईँहरूलाई थाहा छ कि कुनै पनि स्टारको इन्धन के हुन्छ भन्दाखेरि हाइड्रोजन हुन्छ, हिलियमबाट मिलेर बने हुन्छ। यसरी स्टारहरूको फर्मेसन भयो र स्टारैको विस्फोटपछि हाम्रो सोलर सिस्टमको फर्मेसन भयो। यी सबै कुराको फर्मेसन भयो, यो पुरै युनिभर्सको फर्मेसन भयो भनेर हामीले बुझ्नुपर्छ है। भनेको यसरी हाम्रो यी व्यक्ति को हुन्? त्यसो भए यी व्यक्तिको नाम हो जर्ज लेमेत्रे। कहाँका थिए यिनी? बेल्जियमवासी थिए जर्ज लेमेत्रे। यिनले नै बिग ब्याङ थ्योरी भने हो कि ब्रह्माण्डको निर्माण या युनिभर्सको निर्माण कसरी भयो होला भन्दाखेरि बिग ब्याङ भएर भयो होला भनेर कसले भनेको थियो भन्दाखेरि जर्ज लेमेत्रे। यिनी चाहिँ हेर्नुहोस् त, यिनी जर्ज लेमेत्रेले के भन्नुभएको थियो भन्दाखेरि बिग ब्याङ कसरी भयो? कहाँका थिए भन्दाखेरि बेल्जियमका थिए। अब हेर्नुहोस्, बिग ब्याङ थ्योरी पछि अरू थ्योरीहरू पनि आयो, जस्तै स्टेडी स्टेट कस्मोलोजिकल थ्योरी, त्यसपछि लेटिङ थ्योरी, कस्मिक माइक्रो ब्याकग्राउन्ड रेडिएसन थ्योरी। तर सबभन्दा चर्चामा रहेको थ्योरी कुन थियो भन्दाखेरि अहिलेसम्म पनि साइन्टिस्टहरूले कुन थ्योरीमा विश्वास गर्छ भन्दाखेरि बिग ब्याङ थ्योरीमा। र यो दिने मान्छेको नाम याद राख्नु होला, जर्ज लेमेत्रे। कहाँका थिए? बेल्जियम। र यो बिग ब्याङ, जुन बिग ब्याङको कुरा गरिरहेको छु, त्यो कति वर्ष पहिला भएको अनुमान छ? 13.8 अर्ब वर्ष।
हामी ब्रह्माण्डको उत्पत्तिको कुरा गर्छौँ। कतिजना कन्फ्युज हुन्छन् ब्रह्माण्ड र पृथ्वी। पृथ्वीको उत्पत्ति भनेको 4.6 अर्ब वर्ष पहिला मात्रै भएको हो, तर ब्रह्माण्डको कुरा गर्यो भने हामी के भन्छौँ 13.8 अर्ब वर्ष पहिला चाहिँ ब्रह्माण्डको उत्पत्ति भएको हो भन्ने कुरा हामीले बुझ्नुपर्छ। त्यसो भए यी सबै पोइन्ट मैले अहिले मुखले भनेको हो तपाईँले। यो पनि बिग ब्याङै हो। हेर्नुहोस्, यहाँ पहिला विस्फोट भयो, त्यसपछि विस्फोट भइसकेपछि इलेक्ट्रोन प्रोटोन न्युट्रोनको निर्माण भयो, त्यहाँबाट एटम बन्यो, हाइड्रोजन एटम बन्यो, हाइड्रोजन एटम पछि हिलियम बन्यो, सँगसँगै स्टारहरूको फर्मेसन हेर्नु, स्टारहरूको फर्स्ट स्टार एपियर, त्यसपछि स्टारहरू मिलेर एउटा समूह जस्तो बनाए जसलाई हामी ग्यालेक्सी तारापुञ्ज भन्छौँ, र तारापुञ्जहरूबाट बिस्तारै हाम्रो सोलर सिस्टमको पनि, तारै त हो हाम्रो सन भनेको, यसरी हाम्रो सोलर सिस्टमको निर्माण हुन पुगेछ। केबाट? बिग ब्याङबाट। अब बिग ब्याङको बारेमा केही पोइन्टहरू छ, तपाईँहरूको अगाडि म डिस्क्राइब गरिदिन्छु ती पोइन्टहरू। ती पोइन्टहरू के हुन् भन्दाखेरि हेर्नुहोस् त, बिग ब्याङ सिद्धान्त ब्रह्माण्डको उत्पत्तिबारे सबैभन्दा धेरै स्वीकार गरिएको वैज्ञानिक सिद्धान्त हो। मैले अघिदेखि भनिरहेको छु 3-4वटा सिद्धान्त छ, जस्तै कि एउटा छ एसटिडी, स्टेट कस्मोलोजी थ्योरी। यो पछि आएको थ्योरी हो बिग ब्याङ भन्दा, तर यो चाहिँ एसटिडी स्टेट कस्मोलोजी थ्योरीले के भन्छ भन्दाखेरि कि न ब्रह्माण्डको उत्पत्ति भएको छ न ब्रह्माण्डको अन्त्य हुन्छ। ब्रह्माण्ड अनन्तकालदेखि अनन्तकालसम्म अनन्तकालसम्म चलिरहेको छ, यस्तै छ, ब्रह्माण्डमा कुनै चेन्जेस हुँदैन। पछि गएर एसटिडी स्टेट कस्मोलोजिकललाई डिस्कार्ड गरिहाल्यो अर्को वैज्ञानिकहरूले, यसलाई पत्याएन। सबभन्दा बढी फेमस कुन हो भन्दाखेरि बिग ब्याङकै सिद्धान्त हो। अर्को पनि छ अस्किलेटिङ थ्योरी, त्यो पनि त्यति चलेको होइन। र अर्को थ्योरी के छ सिएमबीआर, कस्मिक माइक्रोवेभ ब्याकग्राउन्ड रेडिएसन। यो अर्नौ पेन्जियास र रबर्ट विल्सनले दिया हुन्। यो दिए बापत 1965मा उहाँहरूलाई के गर्यो भन्दाखेरि नोबेल प्राइज पुरस्कार पनि पाए। र यसले ठ्याक्कै के गर्दो रहेछ भन्दाखेरि बिग ब्याङ सिद्धान्तलाई पुस गर्दो रहेछ। बिग ब्याङ सिद्धान्तलाई के गर्छ भन्दाखेरि समर्थन जनाउँछ सिएमबीआरले, त्यो कुरा याद होस्। यस सिद्धान्त अनुसार ब्रह्माण्ड करिब 13.8 अर्ब वर्ष अघि अत्यन्तै सानो, तातो र घना अवस्थाबाट विस्तार हुन थालेको हो। हेर्नुहोस्, मैले अघि भनिसकेको छु कि कति वर्ष अगाडि 13.8 अर्ब वर्ष अगाडि, 8 अर्ब वर्ष अगाडि के भयो भन्दाखेरि बिग ब्याङ भयो। कहाँबाट? त्यही यो जुन अत्यन्तै सानो, तातो र घना अवस्था भनिरहेको छ नि, त्यसको नाम के थियो भन्दाखेरि सिङ्गुलारिटी। यो याद राख्नु होला। र यो सबै कुरा भनेको व्यक्तिको नाम के थियो? जर्ज लेमेत्रे। यो कुरा पनि याद राख्नु होला है, जर्ज लेमेत्रे। बिग ब्याङ भनेको अन्तरिक्षमा भएको विस्फोट होइन, बरु स्वयं अन्तरिक्ष फैलिने थालेको प्रक्रिया हो। यो कुरामा धेरैजना कन्फ्युज हुन्छ। कन्फ्युज कहाँ हुन्छन्? उनीहरूलाई लाग्छ कि कुनै विस्फोट भयो। यहाँ मैले के भन्दैछु भन्दाखेरि सिङ्गुलारिटी भन्दा अगाडि केही छँदै थिएन के। सिङ्गुलारिटी नै सबै कुराको स्टार्टिङ पोइन्ट हो, त्यो बुझ्नु। अन्तरिक्ष पनि सिङ्गुलारिटी नै, अन्तरिक्षको पनि स्टार्टिङ पोइन्ट के छ भन्दाखेरि सिङ्गुलारिटी हो, त्यो कुरा हामीले बुझ्नुपर्छ। यो मतलब मैले अघि भनेको थिएँ तपाईँले, त्यति बेला न म्याटर थियो, पदार्थै थिएन, यहाँ न स्पेस थियो, खाली ठाउँ पनि थिएन, न लाइट थियो, लाइट सूर्य नै थिएन भने लाइट कहाँबाट आउँछ, न टाइम, समय पनि बिग ब्याङबाटै स्टार्ट भयो भनेर कुरा बुझ्नुपर्छ। कतिजनालाई के लाग्छ यो अन्तरिक्षको निर्माण भएको? नै, अन्तरिक्ष पनि त्यति बेला थिएन, त्यसको निर्माण होइन कि त्यो फैल्या हो के बिग ब्याङ भनेको। ल, त्यसो भए लास्ट पोइन्ट हाम्रो के छ भन्दाखेरि बिग ब्याङ हुनु अघि समय र अन्तरिक्ष कस्तो थियो भन्ने कुरा अहिले पनि पूर्ण स्पष्ट छैन। मैले भन्दैछु नि, समय पनि थिएन त्यति बेला र अन्तरिक्ष पनि थिएन, अनि त्यो कुरा साइन्टिस्टले अहिलेसम्म ग्यारेन्टीका साथ भन्न सक्दैन कि थियो कि थिएन भनेर है। त्यो कुरा याद राख्नुपर्छ बिग ब्याङको बारेमा। नेक्स्टतिर लगिरहेको छु म तपाईँहरूलाई। प्रारम्भिक केही सेकेन्डमै ब्रह्माण्डको तापक्रम अर्बौं डिग्री सेन्टिग्रेड थियो। जति बेला बिग ब्याङ भयो, जति बेला त्यो ठुलो विस्फोट भयो त्यो सानो बिन्दुमा, अब विस्फोट भएपछि तपाईँलाई थाहा छ टेम्परेचर त इन्क्रिज भएर जान्छ नै, त्यही कुरा भनिरहेको छ। अर्बौं डिग्री सेल्सियस यो पुरै ब्रह्माण्डको तापक्रम थियो। त्यो चिसिनको लागि नै, त्यो कुल हुनको लागि नै कति अर्ब वर्ष लाग्यो है। बिग ब्याङ पछि ब्रह्माण्ड अत्यन्त तीव्र गतिमा फैलिएको अवस्थालाई कस्मिक इन्फ्लेसन भनिन्छ। जब बिग ब्याङ भयो र ब्रह्माण्ड एकदम अब 10⁻³ सेकेन्डमा फैलियो के, त्यो 10⁻³ सेकेन्ड, यो क्यालकुलेटरमा पनि हामी लेख्न सक्दैनौँ त्यतिमा। त्यसलाई के भनिन्छ भन्दाखेरि कस्मिक इन्फ्लेसन भनिन्छ है त्यसलाई। बिग ब्याङ पछि विस्तार आजसम्म पनि निरन्तर भइरहेको छ।
अब हेर्नुस् अब बिग ब्याङ पछि अहिलेसम्म हाम्रो युनिभर्स एक्सप्यान्ड भइरहेछ, अहिले पनि स्थिर छैन है, किनकि त्यो बिग ब्याङ यति ठुलो घटना थियो, त्यहाँबाट विस्फोट भएको कुरा, त्यसमा चाल छ, अहिले पनि काइनेटिक इनर्जी छ, त्यो एक ठाउँबाट मतलब सरिरहेछ। हरेक आकाशीय खगोलीय पिण्डहरू एक ठाउँ मतलब एक अर्काबाट टाढा भइरहेछ, त्यही गतिको कारणले गर्दा, बिग ब्याङको गति कारणले। र यो कुरा पत्ता लगाउने को हो भन्दाखेरि एडविन हबल। उनले जब हबल टेलिस्कोप बनाए त्यसपछि उनले के कुरा प्रुभ गरे भन्दाखेरि टेलिस्कोपबाट हेर्दाखेरि कि हाम्रो ब्रह्माण्डमा भएको आकाशीय पिण्डहरू एकबाट अर्को एक अर्काबाट टाढा भइरहेछ, तिनीहरूमा अहिले पनि चाल छ भनेर फैलिरहेको छ हाम्रो ब्रह्माण्ड। एडविन हबल हेर्नुस्, मैले अघि भर्खरै नाम लिए, आकाशगंगा एक अर्काबाट टाढिँदै गएको प्रमाण प्रस्तुत गरे, जसले बिग ब्याङ सिद्धान्तलाई बलियो समर्थन गर्यो। यसले पनि के गर्यो भन्दाखेरि समर्थन जनायो कि यसलाई बिग ब्याङ थ्योरीलाई। ल, कस्मिक माइक्रोवेभ ब्याकग्राउन्ड बिग ब्याङको सबैभन्दा बलियो प्रमाण मानिन्छ। मैले अघि भनिसकेँ, कस्मिक माइक 1965 मा अर्नो पेन्जियस र रबर्ट विल्सनले पत्ता लगाएका थिए, र यिनले पनि ठ्याक्कै के भन्यो भन्दाखेरि कि हाम्रो ब्रह्माण्ड फैलिरहेछ। बिग ब्याङ थ्योरीलाई के गरिदियो भन्दाखेरि पूर्ण रूपमा समर्थन जनायो, र यो बापत उनीहरूले 1965 को नोबेल प्राइज पनि प्राप्त गरे हुन् है, नोबेल प्राइज, त्यो कुरा याद राख्नु होला। बिग ब्याङको केही मिनेटभित्र हाइड्रोजन, हिलियम र थोरै लिथियम जस्ता हल्का तत्त्वहरू बने। मैले अघि भनिसकेको छु कि सुरुमा विस्फोट हुँदाखेरि विदिन सेकेन्ड के भयो भन्दाखेरि इलेक्ट्रोन, प्रोटोन, न्युट्रोनको निर्माण भयो, र तिनीहरू मिलेर एटम बन्यो, हाइड्रोजन बन्यो, हिलियम बन्यो, र थोरै मात्रामा के बन्यो भन्दाखेरि लिथियम। र यी तत्त्वहरू नै केमा पाउँछ भन्दाखेरि तारामा पाउँछ भनेर हामी पछि पढ्छौँ। पृथ्वी, सूर्य र ग्रहहरू भने बिग ब्याङसँगै बनेका होइनन्, तिनीहरू धेरै पछि ताराहरूको निर्माण प्रक्रियाबाट बने। यो कुरामा चाहिँ धेरैजना कन्फ्युज हुन्छन्। उनीहरूलाई जब बिग ब्याङ म भनिरहेको हुन्छु त्यति बेला उनीहरूको दिमागमा, उहाँहरूको दिमागमा के आउँछ भन्दाखेरि यो सूर्य, पृथ्वी र ताराहरूको त निर्माण होइन, यो ब्रह्माण्ड, यो सृष्टि, यो जुन एक्जिस्टेन्स छ त्यसको निर्माणको कुरा गर्दैछु। 13.8 अर्ब वर्ष पहिला हाम्रो ब्रह्माण्डको निर्माण भएको थियो भने 4.6 अगाडि चाहिँ सूर्य र पृथ्वीको निर्माण भएको हो भने यो सूर्य, पृथ्वी र ग्रहहरूको निर्माणको कुरा होइन कि यो ब्रह्माण्डको निर्माणको कुरा हो भनेर हामीले बुझ्नुपर्छ। हाम्रो सौर्यमण्डल करिब 4.6 अर्ब वर्ष अगाडि नै बनेको हो। यो मैले अघि भर्खरै भन्दैछु। हाम्रो सौर्यमण्डल कहिले बन्यो भन्दाखेरि 4.6 अर्ब वर्ष पहिला मात्रै। तर बिग ब्याङ कति वर्ष अगाडि भएको थियो भन्दाखेरि 13.8 अर्ब वर्ष पहिला। त्यसैले दुईटै फरक कुरा हो। ल, नेक्स्ट क्वेसनतिर म हजुरहरूलाई नेक्स्ट स्लाइडतिर म लिएर गइरहेको छु। पहिलो ताराहरू बनेपछि तीनवटा भारी तत्त्वहरू जस्तै कार्बन, अक्सिजन र फ्लाम आदि उत्पादन भए। सुरुमा चाहिँ कार्बन, अक्सिजन र फ्लाम थिएन। जब ताराहरू बन्न थाल्यो त्यसपछि ताराहरूबाट, विस्फोटबाट यी तत्त्वहरू बन्न थाल्यो, र हाम्रो पृथ्वीमा पनि त्यही तत्त्वहरू पाउँछ। सुरुमा ताराहरूमा पायो, त्यसपछि हाम्रो पृथ्वीमा पायो, हाम्रो ग्रहहरूमा पाउन थाल्यो ती तत्त्वहरू, त्यहीबाट आएको हो भनेर प्रमाण बुझिन्छ। हेर्नु न, बिग ब्याङको मैले यहाँ फिगर राखिदिएछु। अहिले पनि ब्रह्माण्ड विस्तार भइरहेको मात्र होइन, यसको विस्तार अझ तीव्र हुँदै गएको देखिन्छ। अहिले हेर्नुस्, पहिला जति फास्टमा, सुरुमा चाहिँ एकदम फास्टमा फैलियो, र अहिले पनि हाम्रो ब्रह्माण्ड यदि हामीले हेऱ्यौँ भने टेलिस्कोप लगाएर अहिले पनि दिनदिनै के भइरहेछ, फैलिरहेछ। इट्स एक्सपेन्डिङ डे बाई डे, अहिलेसम्म रोकिएको छैन भनेर प्रुफ हुन्छ। बिग ब्याङ सिद्धान्तले ब्रह्माण्ड कसरी विकसित भयो भने व्याख्या गर्छ, तर किन भयो भने प्रश्नको उत्तर दिँदैन। बिग ब्याङले, अब साइन्सको पनि केही न केही ड्रब्याक्स हुन्छ नै, साइन्सले हरेक कुरा चाहिँ भन्न सक्दैन। साइन्सले पनि पत्ता लगाउन नसकेको अहिलेसम्म तीनवटा कुरा छन्: भगवान छ कि छैन, हामी यहाँ कसरी आयौँ, र महिलाको मनको कुरा साइन्टिस्टले पनि पत्ता लगाउन सकेको छैन, न साइन्सले लगाएको छ। त्यसैले बिग ब्याङ कसरी भयो त्यो थाहा छ, तर किन भयो भनेर अहिलेसम्म साइन्सले पत्ता लगाउन सकेको छैन, त्यो कुरा याद राख्नु होला। आजको आधुनिक ब्रह्माण्ड विज्ञान, कस्मोलोजी, ब्रह्माण्ड सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई हामी के भन्छौँ? कस्मोलोजी, कसमस भनिन्छ। त्यो मतलब इङ्ग्लिसमा कसमस भनिन्छ, युनिभर्स पनि भनिन्छ ब्रह्माण्डलाई, र कसमस पनि भनिन्छ है, कस्मोलोजी भन्छौँ। बिग ब्याङ सिद्धान्तलाई समर्थन गर्नुको प्रमुख प्रमाणहरू के हुन्? मैले दुईटा प्रमाण अघि पनि भनिसकेको छु। एउटा त ब्रह्माण्डको विस्तार, जो एडविन हबलले हेर्दाखेरि आफ्नो टेलिस्कोपबाट पत्ता लगाए, र कस्मिक माइक्रोवेभ ब्याकग्राउन्ड अर्नो पेन्जियस र रबर्ट विल्सनले सन् 1965 यो कुरा चाहिँ दुईटा लले के गर्छ भन्दाखेरि बिग ब्याङ थ्योरीलाई समर्थन जनाउँछ।
सबभन्दा ठुलो प्रमाणै यो दुईटा ल हो भनेर हामीले बुझ्नुपर्छ। ल त्यसो भए हेर्नुहोस्, यहाँसम्म यदि तपाईँहरूलाई बिग ब्याङ थ्योरीको बारेमा थाहा छ भने हाम्रो ब्रह्माण्ड कसरी बन्यो भनेर हामीले मजाले भन्न सक्छौँ। र एक दुईचोटि तपाईँले यो भिडियो हेर्नुभयो भने तपाईँहरूलाई छर्लङ्ग थाहा हुन्छ कि ब्रह्माण्ड के हो, यसको फैलावट कति छ र यसको निर्माण कसरी भयो भनेर मैले तपाईँहरूको अगाडिमा राखेँ केही तथ्यहरू। हजुरहरूलाई कस्तो लाग्यो यो कमेन्ट मार्फत मलाई जानकारी गराउनुहोला। आजको लागि यति नै। नेक्स्ट भिडियो लिएर हजुरहरूको अगाडिमा फेरि उपस्थित हुन्छु। त्यति बेलासम्मको लागि हेभ अ ग्रेट डे। थ्याङ्क यू, बाई बाई।